हेलो साथीहरू, हजुरहरूलाई फेरि पनि वेलकम छ मेरो मिनी ब्लगमा। अनि आजको मिनी ब्लग चाहिँ के को रहेको छ भने साथीहरू कस्तो ध्यान दिएर सुन्नुभयो त, भिडियो लास्टसम्म हेर्नु न अनि थाहा भइहाल्छ नि। आज चाहिँ म बिहान बिहान उठेर अनि ब्रसहरू गरेर फ्रेस भएर अनि आज नआएँ मैले चाहिँ। आज शनिबार पनि थियो र म कतै जान लागेको पनि थिएँ। म मात्र होइन, हामी कतै जान लागेका थियौँ। को हो अहिले म ब्लगमा भनिहाल्छु हजुरहरूलाई। उहाँ चाहिँ मेरो सानो पुन्टे देवर बाबु, भाउजू जता जतै देवर बाबु पनि त्यतै। मैले हाई गर्नुहोस् भनेको नि हाई गर्नुभयो। अनि आज चाहिँ बाबु र म भएर चाहिँ यहाँ हाम्रो छतमाथि फलेको अङ्गुर टिप्न लागिरहेको थियौँ। म चाहिँ टिप्न लाथेँ, बाबु चाहिँ यसै मेरो साथी भएर बसिरहनु भएको थियो। उता पछाडि बसेर हेरिरहनु भएको थियो भाउजूले अङ्गुर टिपेको। अङ्गुर पनि झुप्पा किन नटिप्या होला भन्ने सोच्नुहुन्छ, तर हाम्रो अङ्गुर चाहिँ यसरी नै पाक्यो कि एउटा एउटा गरेर पाक्यो। हाम्रो घरको अङ्गुर चाहिँ यसरी पाक्यो। यदि हजुरहरूको घरमा पनि यस्तो अङ्गुर छ भने कसरी पाक्या थियो कमेन्ट गर्नु होला है साथीहरू। मेरो बाबु त टिप्न त सक्नु हुँदैन, त्यही पनि हेरेर बसिरहनु भएको छ अङ्गुरलाई। टिपेर तल आएको त यहाँ मम्मीले सब सामानहरू रेडी गरिसक्नु भएको रहेछ। यहाँ चामल अनि पिठो, घिउ, महहरू के हालेर। त्यसपछि म चाहिँ तल रुममा गएर एकछिन रेडी हुन्छु भनेर तल रुममा आएर अनि अलिअलि मेकअप जानेको मेकअपहरू गर्न लागेँ। ठाउँ अनुसार कपडा लगाउनु पर्छ भनेर मैले चाहिँ आज कुर्ता सुरुवालमा रेडी भएँ। अनि त्यसपछि हल्का यताउता गरेर अनि टक्क कपाल अगाडि झारेर राम्री भएँ। अझै त्यतिले नि पुगेन। अनि म चाहिँ माथि छतमा गएर हल्का आफ्नो ड्रेस देखाउँछु नि त भन्दै थिएँ। अनि यहाँ मेरो सानो बाबु पनि आउनुभयो। आउनुहोस् न त भाउजूसँग भिडियो बनाउनु भनेर बाबुलाई लिएर नि यसो भिडियो बनाउँदै थिएँ। तल त ट्याक्सी आएर कुरिरहेको रहेछ। अनि छिटो छिटो बाबु र आमा चाहिँ ट्याक्सीभित्र जान लाउनु भयो। अनि म चाहिँ यहाँ यतिकै मम्मीलाई कुरेर बसिरहेको थिएँ। अनि मेरो भागमा चाहिँ यो करुवा परेको थियो। अनि मैले मम्मीलाई बोलाएँ र हामी चाहिँ ट्याक्सी चढेर आफ्नो घरबाट चाहिँ गोर्खा दरबारतिर लाग्यौँ साथीहरू। म, बाबु, आमा अनि मम्मी भएर हामी चारजना चाहिँ गोर्खा दरबारतिर लाग्यौँ। अनि आज शनिबार पनि थियो, बाबुको पनि बिदा थियो अनि त्यसपछि मेरो पनि बिदा थियो। त्यही भएर जाऊँ न त दरबार घुमेर आऊँ यसो। आज चाहिँ साउनको अन्तिम बार रमाइलो हुन्छ। अनि रोड भन्ने हुँदो रहेछ के साथीहरू, रोड चढाउने भन्ने हुँदो रहेछ। मलाई चाहिँ पहिला थाहा थिएन, अनि यही आएपछि थाहा पाओ। रोड पनि खै कति प्रकारको हुन्छ मलाई चाहिँ थाहा छैन। अनि भुङ्रे रोड र ताई रोड के हो मलाई चाहिँ थाहा छैन। अनि त्यसपछि त्यो पनि चढाउनु हुन्छ भन्नुभयो मम्मीले। अनि ल जाऊँ न त आज सबैको बिदा, सबैको मिलेको बेलामा जाऊँ भनेर अनि आमा, म, बाबु, मम्मी गयौँ। अनि हामी चाहिँ दरबार पुग्यौँ। अनि हतारमा जहिले पनि एउटा न एउटा सामान छुटिए चाहिँ हाम्रो पनि यसपालि नरिवल छुट्यो। अनि हतारमा हिँड्दाखेरि हाम्रो चाहिँ घरमै फ्रिजमै नरिवल थियो। नरिवल घरमै छोडेर अनि त्यहाँ गएर किन्नु पर्यो। अनि हामी जाँदा चाहिँ खासै भिड थिएन साथीहरू, त्यस्तो साह्रै भिड थिएन। अनि बिस्तारै गयौँ, बाबुलाई आमालाई समय लिएर गयौँ। तल त खासै भिड छैन भन्दै खुसी हुँदै माथि गएको त लाइन पो रहेछ साथीहरू। सायद आज बिदाको दिन भएर नि होला, सबैजना आउनु भएको थियो। अनि त्यसपछि एकछिन लाइनमा बस्यौँ। अनि लाइन कुर्दा अनि बल्ल हाम्रो पालो आयो। अनि मेन ढोकामा नि भिडियो बनाउँछु भनेको, अब त्यहाँ मान्छे किचिघान भएर मैले त्यसको चाहिँ भिडियो बनाउन सकिनँ। कता के हो पूजा गर्ने कि भिडियो बनाउने भनेर मैले भिडियो बनाउन पाइनँ त्यसको लागि। अनि हामीले पूजा गरेर भ्याइसक्यौँ। अनि यसो माथि गएर हेर्छु त यहाँ त मान्छे नै मान्छे, मेला लाग्या जस्तै भयो साथीहरू। मलाई चाहिँ त्यस्तो फिल भयो, ओहो यस्तो नि हुँदो रहेछ है। अनि यो साइडमा देखेको चाहिँ पिठो, घिउ अनि मह, चिनीहरू सबै ल्याएर यहाँ गोरखनाथलाई चाहिँ 108वटा रोड बनाएर चढाउने चलन रहेछ साथीहरू। बोलिरहेको आगोमा चाहिँ रोड पकाउनु हुँदो रहेछ। अब खै कसरी अनि बेलुका 5 बजेपछि चाहिँ बल्ल त्यो रोड गोरखनाथलाई चढाइसकेपछि बल्ल बाँड्ने चलन रहेछ यहाँ चाहिँ। अनि हामीले पनि त्यहाँ रोडको लागि पिठो अनि मह मम्मीले के लगाएर छोडिदिनु भयो। अनि त्यसपछि हाम्रो पूजा सकियो। अनि यहाँ जुत्ता चप्पल चाहिँ अब माथि मन्दिरमा लाएर जान हुँदैन नि त, अनि त्यही भएर यता साइडमै छोडेर गएको थियो। अनि बाबु र मम्मी, आमा चाहिँ उतापट्टि जानुभयो। अनि म चाहिँ यहाँ मेरो चप्पल लाएर अनि बाबुको चप्पल लिन आएँ साथीहरू। अनि मन्दिर चाहिँ आएँ साथीहरू, पूजा पनि गरेँ। तर मैले आफैलाई भगवान्सँग के मागेँ भन्ने मलाई कहिले पनि थाहा भएन र कहिले पनि त्यो माग्न पनि आएन कि मलाई मात्र हो कि हजुरहरूलाई पनि हो यस्तो। शनिबारको दिन छ अनि गरा काट्न राम्रो हुन्छ शनिबारको दिन। अनि त्यसैमाथि कान चिरेको जोगीसँग गरा काट्यो भने राम्रो हुन्छ भन्नुभएको थियो मम्मीहरूले। गरा काटौँ न त भनेर त्यहाँ कान चिरे जोगी देखाएको थियौँ हनुमानको साइडमा। अनि गएर अनि यसो गरा काट्ने भनेर बसिरहेको थियौँ। लास्टमा त त्यहाँ कान चिरे जोगीको नै पुरै मकै सबै लिएर हनुमानले
टाप हान्नुभएछ साथीहरू। एकछिन त्यहाँ हाँदा मुर्छै परियो। अनि हनुमानलाई साइड लगाएर अनि के अरे जोगीले चाहिँ हामीलाई यहाँ गरा काटिदिनु भयो। अनि हाम्रो पूजा चाहिँ सम्पन्न भयो र हामी चाहिँ घरतिर लाग्यौँ साथीहरू। आजको भ्लग यति नै हो। थ्याङ्क यू फर वाचिङ। राम्रो लागे लाइक कमेन्ट सेयर गरिदिनु, नराम्रो लागे पनि लाइक कमेन्ट सेयर गरिदिनु। बाई बाई साथीहरू।